अस्ट्रेलिया अप्लाई गर्दाखेरि अफर लेटरदेखि भिजा लजमेन्टसम्म कति टाइम लाग्छ त? हाम्रो फर्स्ट स्टेप भनेको अफर रिक्वेस्ट गरिन्छ र कन्डिसनल अफर लेटर आउन 7 दिनसम्म लाग्न सक्छ। त्यो भन्दैमा 7 दिनै लाग्छ भन्ने छैन, कतिको 1 दिनमा पनि आउँछ र कतिको 2 दिनमा पनि आउँछ। र अफर लेटर आइसकेपछि हाम्रो अर्को स्टेप भनेको हामीले फाइनेन्सियल्स प्रिपेयर गर्ने हो र फाइनेन्सियल डकुमेन्ट्स बनाउँदाखेरि सबसे धेरै टाइम लाग्ने भनेको हाम्रो ब्याङ्क लोन बनाउनु हो र ब्याङ्क लोन इस्यु हुन भनेको 3 देखि 4 विक्स लाग्न सक्छ र हाम्रो सबै फाइनेन्सियल्सहरू रेडी भइसकेपछि हामी कलेजलाई पठाउँछौँ र कलेजले टाइम लिने भनेको 3 देखि 4 विक्स हो तपाईँको जिएसएसएस गर्नलाई र त्यो भन्दैमा यति नै लाग्छ भन्ने छैन, त्योभन्दा धेरै टाइम पनि लाग्न सक्छ र तपाईँको त्योभन्दा थोरै टाइममा पनि जिएस अप्रुभ हुन सक्छ। र वन्स हाम्रो जिएस अप्रुभ भइसकेपछि हाम्रो नेक्स्ट स्टेप भनेको हामीले फी पेमेन्ट गर्ने र कलेजलाई सिओई रिक्वेस्ट गर्ने, त्यो भनेको कन्फर्मेसन अफ एनरोलमेन्ट हो। सिओई आउनु भनेको हाम्रो 7 दिनसम्म लाग्न सक्छ र सिओई आइसकेपछि अब हाम्रो लास्ट स्टेप भनेको भिजा लजमेन्ट र भिजा लज गरिसकेपछि भिजा टाइम चाहिँ भन्न सकिन्न यति दिनमा आउन सक्छ भनेर। कतिको अटो भिजा आइरा हुन्छ, अटो भिजा भनेको तपाईँको बायोमेट्रिक्स गर्ने बित्तिकै भिजा आउँछ र कतिको विक्स लाग्न सक्छ, कतिको मन्थ्स पनि लाग्न सक्छ।